युट्युबमा राख्नु पर्यो आजको हामी महेश सर जिल्ला न्यायाधिवक्ताको भिडियो यता यस्तो छ हामी आयाम के छ मजा आइरहेछ कि छैन भोक लाग्यो होला है आयामलाई त फेरि यस्तो छ सुकेटार यो माथि अनि यहाँ यस्तो छ ए यो केटाकेटी खेल्ने ठाउँ त यहाँ बनाएर रहेछ नि त यस्तो छ सुट तोङबा जानेर म खिच्दिन्छु मेरो खिच्दिन्छु अब म भिडियो गरिरहेको छु ए म भिडियो बनाइदिन्छु नि भिडियो बनाइदिन्छु नि होइन भिडियोको मेरो चाहिँ मेरो आफ्नै पर्सनल युट्युबमा राख्छु फेरि म त होइन म बनाइदिन्छु भने हुन्छ म आफै खिचिरहेको छु ए अस्ति टिभी सरले नयाँ वर्षको मा यो केटाकेटी खेल्ने कहाँको गरेछ भनेर म सोचिरहेको थिएँ यहाँको पो हो कि क्या र यस्तो बनाउनु खोजेर रहेछ चिल्ड्रेन पार्क फन पार्क जस्तो म बन्द गर्छु ल ल एउटा भिडियो हेर्नु नि ल ल त्यहाँबाट यहाँबाट यति यो 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 यहाँसम्म घुमाउने है ल ल ल पक्नु है त्यहाँबाट होइन पक्नु यहाँ त फोटो यस्तो छ यो सुकेटारको सुकेटारमा हामी आज सुकेटार आएको घुम्नलाई आज श्रमिक दिवसको दिन अफिस पनि बिदा छ हामी ताप्लेजुङ जिल्ला अदालतको टोली जिल्ला सरकारी वकिल कार्यालयको टोली हामी आउँदै गरेको घुम्दै गरेको यस्तो छ एकदमै त्यही सुकेटारमा हल्का पानी पर्दैछ पर्न त सिमसिम त्यति साह्रै परिहालेको छैन तर अब के टाइम पास घुमघाम गर्नु निस्केको अनि अब घुमघाम गरेर पर गएर खाजासाजा खाएर तोङबा भनेछ तोङबा खाएर त्यसको बादमा फेरि हामी ताप्लेजुङ बजारतर्फ निस्कने मुडमा छौँ हामी केटाकेटी खेल्ने बनाएर चाहिँ यस्तो स्विङहरू जम्प गर्नेहरू होइन यस्तो रहेछ ठिकै छ छन्द र राम्रो रहेछ चिसो चिसो मौसम होइन यस्तो छ एन्टी लाइट पर्छ होला नि त त्यताबाट त ल त्यसरी